साथीहरू मेरो फेसबुकमा एउटा यस्तो समस्या आइपरेको छ है। त्यो समस्या म तपाईँहरूलाई देखाउँदैछु। सायद त्यो समस्या मेरो मात्र होइन, सबैको समस्या हो। आज त्यो समस्या आउन नदिनका निमित्त म तपाईँहरूलाई पनि यो समस्या सेयर गरौँ न भनेर यो भिडियो बनाउँदैछु है। सबैभन्दा ध्यान दिनुपर्ने कुराहरू हामीले अस्तिको घटना सायद सबैलाई थाहा छ होला। अस्तिको त्यो पुणे घटना, एउटा सानो बाबुलाई हत्या गरेर फालिएको थियो, किडनी चोरेर किडनी निकालेर काटेर भन्ने त्यो घटनालाई मैले पनि रहन नसकिकन त्यो घटना यस्तो हुनुहुन्न है भन्ने हिसाबले मैले त्यो घटनाको त्यो बाबुको एउटा फोटो सेयर गरेको थिएँ। त्यो फोटो सेयर गर्न नहुने रहेछ है साथीहरू। तपाईँहरूले पनि त्यस्ता बच्चाहरूका त्यस्ता घटनाहरू सेयर नगर्नु होला भन्छु म, किनकि त्यो मैले भोगेको छु है। सायद तपाईँहरूको प्रोफाइलमा पेजमा पनि त्यो समस्या नआओस् भन्नका निमित्त मात्र मैले यो भिडियो बनाएको हो। अन्यथा त्यो बाबुहरूको त्यस्ता घटनाहरूलाई प्रोत्साहन गर्न खोजेको मैले होइन, तर फेसबुकले के सम्झ्यो त्यो चाहिँ बुझ्नै गाह्रो भयो साथीहरू है। त्यस्ता घटनाहरूका फोटोहरू भिडियोहरू हामीले हाल्यौँ भने हाम्रो फेसबुक पेज प्रोफाइललाई एकदमै असर पर्दो रहेछ। सायद खै त्यो मेरै मात्र समस्या हो कि तपाईँहरूको पनि त्यो समस्या हो, त्यो साथीहरू कमेन्ट चाहिँ गरिदिनु होला तपाईँहरू है। मैले त त्यो बाबुको त्यो अवस्था देख्न नसकेर है त्यो फोटो मात्र सेयर गरेको थिएँ, मैले भिडियो पनि हालेको थिइनँ। तर त्यो फोटो हालेकै भरमा पनि फेसबुकले मेरो प्रोफाइललाई रिक्स मा हालिदिएको छ है। अहिले ग्रो भइरहेको छैन। मैले रिभ्यू चाहिँ पठाइसकेको छु। रिभ्यू चाहिँ अब 24 घन्टाभित्र के भन्छ त्यसको पनि म तपाईँहरूलाई भिडियो बनाएर देखाउने छु। हेरौँ कस्तो कस्तो फोटोहरू हाल्नुहुन्न, मैले के भनेर हालेको थिएँ र फेसबुकले मलाई कसरी त्यो मलाई कन्टेन्ट त्यो हाल्न हुँदैन, रुलभन्दा बाहिर गयो भनेर मेरो रिक्वेस्टिकेसनमा पारिदिएको छ मेरो फेसबुक प्रोफाइललाई है। ल हेरौँ साथीहरू, म तपाईँलाई सम्पूर्ण जानकारी मेरो यो फेसबुकको प्रोफाइलको पुरै त्यो भिडियोमा स्क्रिनमा म तपाईँलाई देखाउँदैछु है साथीहरू। हेरौँ है। ल साथीहरू हेरौँ है, म तपाईँलाई यहाँ देखाउँदैछु। यहाँ हेर्नुहोस् त, सम अफ योर कन्टेन्ट मे इफेक्ट योर भन्दैछ है साथीहरू। हेर्नुहोस् अब यो ग्रोथ एट रिक्स भनिरहेको छ है। अब खै के भन्ने साथीहरू। अब त्यस्तो त्यो सिरियस घटनालाई आफूले पनि त सेयर गर्नु पऱ्यो, आफूले पनि केही मद्दत गर्न सकिन्छ कि भनेर यो गरेको। अब यस्तो भन्ने चाहिँ हेर्नुहोस्, अब म यो बाबुको फोटो चाहिँ देखाउन सक्दिनँ साथीहरू, किनभने चाहिँ फेरि पनि मेरो प्रोफाइलमा समस्या नआओस् होइन। तर यस्ता घटना भएका फोटाहरू चाहिँ त ब्लड आएका घाउ भएका चाहिँ त्यस्तो हाल्न नहुँदो रहेछ है त। तपाईँहरूले पनि त्यस्तो नगरिदिनु होला है, किनकि भोलि समस्या हुन्छ है। यो बाबुको आत्माले शान्ति पाओस्, बाबुलाई चाँडै न्याय मिलोस् है। हेर्नुहोस् यी कामहरू चाहिँ तपाईँहरूले गर्नुहुन्न है त। यो फेसबुकभन्दा रुलभन्दा बाहिरको कुरा हो अरे है साथीहरू। यति कुराहरू तपाईँहरूले ध्यान दिनुपर्छ, हामी सबैले ध्यान दिनुपर्छ है साथीहरू।